टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिड़ो सफलता को बाटो। नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ। जनकपुरमा घरमै पसेर युक्तिमाथि सामूहिक बलात्कार, एकजना पक्राउ, 2 फरार सम्बन्धी प्रसङ्गबाट। जनकपुरकी एक युक्तिमाथि सामूहिक बलात्कार भएको छ। कपुरधाम उपमहानगरपालिका 21 बस्ने 17 वर्षीय बालिकालाई गाउँकै 3 जनाले बलात्कार गरेको पीडित युक्तिले प्रहरीमा उजुरी दिएकी छिन्। घरमा आमा बुबा नभएको बेलामा भदौ 21 गते राति 12 बजे गाउँकै 30 वर्षीय मुनुवा राउत लगायत 3 जना युवाले बलात्कार गरेको पीडित बालिकाले बताएकी छिन्। पीडित युक्तिको उजुरीपछि उनको सोमबार मेडिकल जाँच गराएको छ। आमा बुबा नातेदारको बिहेमा मोहतरीमा गएको बेला मदिरा सेवन गरेका युवकहरू घरमै प्रवेश गरेर बलात्कार गरेको पीडित युक्तिले बताएकी छिन्। घरको गेट बन्द गरेर सुतिरहेकी थिए। राति करिब 11:30 बजेतिर पानी परिरहेको अवस्थामा ढोका ढकढक गरेको आवाज आयो। उनले भनिन् छिमेकी आएको होला भनेर गेट खोल्न लाग्दा ती युवकहरूले जबरजस्ती समातेर घरमा लगेर बलात्कार गरे। युक्ति जोडले कराएपछि छिमेकी आएर बलात्कारीलाई समातेर प्रहरीलाई बुझाएका थिए। बलात्कारीलाई सहयोग गर्नेहरू भने भागेको पीडित युक्तिले बताएकी छिन्। सामूहिक बलात्कार भएको युक्तिको उजुरीका आधारमा मनुवा राय आत्मायालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयले बलात्कारको आरोपमा युक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ। धनुषका एकजनालाई मलेसियामा मृत्युदण्ड दिने फैसला सुनाएको छ। गोविन्दपुरका 36 वर्षीय सूरजदेव शाह तेलीलाई मलेसियाको उच्च अदालतले मलेसियन नागरिकको हत्यामा दोषी ठहर गर्दै मृत्युदण्ड दिने फैसला गरेको हो। तेलीले मलेसियाको कपुङ स्थित मुतियार बाटु 10 का 34 वर्षीय आर हरिदासलाई घरमै हत्या गरेको ठहर गर्दै उच्च अदालतले अगस्त 17 तारिखमा मृत्युदण्डको फैसला गरेको हो। नेपाली दूतावासले भने तेलीको जीवन रक्षाको लागि पुनरावेदन अदालतमा पुनरावेदन गरिएको छ। हरिदासको 2 डिसेम्बर 2013 को बिहान 2:30 बजे हत्या भएको थियो। उनी लडी ट्रकका ड्राइभर थिए। तेली हरिदासकी श्रीमतीका प्रेमी थिए। प्रहरीले श्रीमतीलाई नै हत्याको साक्षीको रूपमा अदालतमा पेश गरेका थिए। सन् 2006 मा मलेसियामा पुगेका तेली आयल पम्प फ्याक्ट्रीमा सामान्य श्रमिकको रूपमा काम गर्थे। मलेसियामा यसअघि पनि विभिन्न मितिमा 6 जना नेपालीलाई मृत्युदण्डको फैसला सुनाइसकेको छ। वीरगञ्जमा 60 वर्षीय संक्रमितको मृत्यु। वीरगञ्जमा कोरोना संक्रमित एक पुरुषको गए राति मृत्यु भएको छ। वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत महागढीमाई नगरपालिका 10 का 60 वर्षीय पुरुषको गए राति 10:05 मा मृत्यु भएको हो। उनको स्वाब सङ्कलन साउन 14 गते सङ्कलन गरिएको र सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि साउन 14 गतेदेखि नै उनी अस्पताल भर्ना भएर उपचार गराउँदै आएका थिए। ती पुरुषमा कोरोना संक्रमणका साथै टाइप 2 डायबिटिज लगायतको समस्या पनि रहेको अस्पतालले जनाएको छ। कञ्चनपुरको बेलोरी नगरपालिका 10 नेपाल भारत सीमा स्थित 10 गज्जा क्षेत्रबाट लागु पदार्थ ब्राउन सुगर सहित 2 जनालाई सशस्त्र प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ। सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट बुढाका सशस्त्र प्रहरी निरीक्षक गोविन्द थापाको नेतृत्वको टोलीले 1 ग्राम ब्राउन सुगर सहित 2 जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा वेदकोट नगरपालिका 9 सुदरपुका 29 वर्षीय पृथ्वी डगोरा र सोही ठाउँ बस्ने 30 वर्षीय सुरेश राणा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर 35 गण हेडक्वार्टर सेलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर एरले बताए। 10 गज्जाका क्षेत्रमा भारतीयहरूले कालो प्लास्टिकमा माटो बाँधेर ब्राउन सुगर नेपाली सीमातर्फ फालेका थिए। उक्त स्थानमा रहेका डगोरा र चौधरीको खनाल तलासी
लिँदा उनीहरूको 7बाट ब्राउन सुगर बरामद भएको थियो। नियन्त्रणमा लिएका दुवैलाई बिओपी बुडामा ल्याएको छ। बरामद ब्राउन सुगर र नियन्त्रणमा लिएका दुवैलाई नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया भइरहेको छ। आजबाट बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजस्व सङ्कलन हुने सबै शाखा तथा काउन्टरहरू खुला हुने भएका छन्। नेपाल राष्ट्रिय बैंकको तथा वित्तीय संस्था नियम विभागले बैंकहरूलाई राजस्व सङ्कलनका लागि 3 दिन सबै शाखा तथा काउन्टरहरू खुला गर्न निर्देशन दिएको हो। सरकारले भदौ 25 सम्म राजस्व तिरिसक्न करदाताहरूलाई भनेको छ। राजस्व उठाउने म्याद 25 गतेसम्म भएका कारण बैंकका शाखाहरू खुला गर्न निर्देशन दिएको राष्ट्रिय बैंकले बताएको छ। सीमित शाखा मात्रै खोल्दा भिड अत्याधिक हुन्छ। सहज तरिकाले राजस्व तिर्ने वातावरण बनाउनका लागि यो निर्देशन जारी गरिएको हो। राष्ट्रिय बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालले भने अहिले बैंकले एकदमै कम शाखा कार्यहरू मात्रै खोलेर सेवा दिइरहेका छ। अब शाखा कार्यालय तथा काउन्टरहरू खोलेपछि सुरक्षा सतर्कतामा भने विशेष ध्यान दिनुपर्ने कार्यकारी निर्देशन ढकालले बताए। टुडे न्युजमा एकैछिन व्यावसायिक विश्राम। यस डायरीमा मेरा सबै मिठा यादहरू छन्। मेरो हातमा यही फेभरेट ब्याट थियो जब मैले पहिलो पटक इन्टरनेसनल सेन्चुरी बनाए। यही बलले मैले फर्स्ट टाइम 5 विकेट्स लिएको थिएँ। ओडिआई स्टेटस पाउँदाको त्यो क्षण अनि मेरो पहिलो म्यान अफ द म्याच अवार्ड पनि। मैले हासिल गरेको अचिभमेन्ट्समा मेरो मेहनत, संघर्ष अनि मलाई साथ दिने मेरा फेभरेट चीजहरू छन्। सफलताको बाटो हिँड्ने ती सबैलाई म्याजिकको सल्युट। म्याजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। त्यो रातो वाला हैन, हरियो वाला, हरियो वाला। सानो वाला हैन क्या, ठुलो वाला गाडीमा ठुलो वाला। नमस्कार साउजी। नमस्कार। बसौँ न बसौँ। अनि उहाँ चाहिँ मास्टर वाला कि इन्जिनियर वाला? यो कान्छो इन्जिनियर। ए कान्छो इन्जिनियर वाला। अनि किन आउनु भयो होला? सिमेन्ट चाहियो त्यही भएर आइयो। ए ए ए कुन सिमेन्ट? राष्ट्रिय वाला कि अन्तर्राष्ट्रिय वाला? अखण्ड वाला कि मेरुदण्ड वाला? शक्ति वाला कि भक्ति वाला? जुनी वाला कि मनी वाला? ए साउजी, नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट। ए नो कम्प्रोमाइज वाला शिवम सिमेन्ट। ठीक रोज्नु भयो। नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट शिवम सिमेन्ट। क्वालिटीको मामलामा नो कम्प्रोमाइज। के पिउँ कि कुन चाहिँ वाला? जीवनको हरेक मोडमा छ टिभीएस स्ट्राइकरले दिन्छ सुपर कम्फर्टको आवाज। सुपर भन्दा एक्स्ट्रा सुपर। टिभीएस स्ट्राइकरले दिन्छ 65 किलोमिटर भन्दा बढी सुपर माइलेज। हरेक दिन यात्रा गर्छु म भरोसा लिएर। टिभीएस स्ट्राइकरको सुपर स्टाइलले सारा संसारको आँखा हुन्छ म माथि नै। टिभीएस स्ट्राइकर 125cc सुपर भन्दा एक्स्ट्रा सुपर। पैसा कार्ड पैसा कार्ड पैसा कार्ड आइएमई काउन्टर गेलै पैसा कार्ड लेलकै। पैसा राईका ब्याज कमाई पैसा कार्ड कने ओनी देखली सब कुछ किन मिलल। सब दुकान में चलत अब पैसा कार्ड। नया चलन आइल चोली तिरली चलल। अपन जनकपुर में चलते पैसा कार्ड। अपन जनकपुर कैशलेस जनकपुर। आइए नजीक के आईएमई काउंटर से पैसा काट लिया आ कोनो दुकान में काट लगा पैसा तिरू आ ब्याज से हो कमाऊ। चोली तिरली चलल। कोका कोला आज दिउँसो झप झप हुँदा केटीहरूले दामी सेल्फी खिचेछन्। त्यो मिस भयो। मन पर्ने सिङ्गर बोल्न आएको थियो, त्यो पनि मिस भयो।
संगीत छ नाममै पहिचान छ नाममै यसको जीत तानसेन ओपीसी सिमेन्ट। हाय हाय सुन न म तिम्रो लागि जहाँ पनि जान सक्छु नि। साच्ची कहाँसम्म जान सक्छौ? वेट ल हेर यहाँसम्म जान सक्छु। त्यहाँसम्म मात्रै? खै त कहाँसम्म जान सक्छौ? के भयो बाबा तिम्रो लिमिटलेस माया वाइफाईले लिमिट गरिदियो? एनसेलको वायर फ्री प्लस वार्षिक भुक्तानी गरेमा कर बाहेक मात्र रु 690 मा 60 GB वायर फ्री डेटा प्लस 10 GB सिम डेटा प्लस 200 मिनेट भोइस प्याक र अन्य डिजिटल सेवाहरूको गजबको कम्बो। थप जानकारीको लागि 9008 डायल गर्नुहोस्। एनसेल आज भोलि सधैँ सँगै। विश्रामपछि स्वागत छ। अब बाँकी प्रसङ्ग। धनकुटामा निषेध आज्ञा हटेको छ। जिल्ला सङ्कट व्यवस्थापन समिति DCCMC को बैठकले सीमामा कडाई गर्दै निषेध आज्ञा हटाउने निर्णय गरेको हो। पटक पटक थपिएको निषेध आज्ञा हटेपछि जनजीवन सामान्य बन्न थालेको छ। बैठकले कोरोना भाइरसको संक्रमण अवस्था रहेका जिल्लासँग जोडिएका नाकामा बाह्य आगमनलाई ठप्प पार्ने र सरकारले रोक लगाए बाहेक व्यापार व्यवसायलाई सुरु गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताउनुभयो। प्रत्यक्ष रूपमा तराईका जिल्लासँग जोडिएका ठाउँबाट आउने गाडी तथा सर्वसाधारणको आवागमनलाई ठप्प पार्ने र अन्य मापदण्ड अनुसार खोल्ने निर्णय भएको पनि सहायक प्रिजिय श्रेष्ठले बताउनुभयो। धनकुटामा सरुवा भएर आएका 2 जना प्रहरीमा साउन 28 गते संक्रमण देखिएपछि साउन 29 गतेदेखि भदौ 4 गतेसम्म धनकुटा नगरपालिका 6 वटा वडामा निषेध आज्ञा जारी गरेको थियो। त्यस्तै गएको भदौ 3 गते शहीद भूमि गाउँपालिका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि प्रशासनले भदौ 4 गतेबाट 11 गतेसम्म धनकुटा जिल्लाभरि निषेध आज्ञा थप गरेको थियो। कोरोना संक्रमणको कन्ट्याक्ट ट्रेसिङमा रहेकाहरू PCR परीक्षण गर्ने काम भइरहेकाले समुदायमा नफैलियोस् भनेर प्रशासनले पुनः भदौ 17 गतेसम्म निषेध आज्ञा थपेको थियो। निषेध आज्ञाको बीचमा भदौ 13 गते धनकुटामा एकैपटक 19 जनामा कोरोना संक्रमण देखिएको तथा त्यस्तै दिन धनकुटा आएका प्रदेश नम्बर 1 का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई समेत धनकुटाबाट विराटनगर फर्के लगतै कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले निषेध आज्ञा बढाएर भदौ 22 गतेसम्म लम्ब्याएको थियो। हाल मनसुनको न्यूनी चापे रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिणतर्फ अवस्थित रहेकाले देशभरको मौसम आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेश र प्रदेश 5 मा सामान्यदेखि पूर्व बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहिने जल तथा मौसम पूर्वानुमान विभागले जनाएको हो। सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेश र प्रदेश 5 का केही स्थानमा र बाँकी प्रदेशका 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षा भइएको जल तथा मौसम विभागले जानकारी दिएको छ। मंगलबार दिउँसो देशभर सामान्यता बदली रहने र केही स्थानहरूमा मेघ गर्जन र चट्यान सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति देशभर सामान्यता बदली रहने र थोरै स्थानमा मेघ गर्जन र चट्यान सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। प्रदेश 1 बागमती प्रदेश गण्डकी प्रदेश तथा प्रदेश 5 का 1 वा 2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। कोरोना भाइरस विरुद्धको विश्वकै पहिलो खोप तयार पारेको दाबी गर्दै आएको चीनले खोप सार्वजनिक गरेको छ। चीनले सोमबार राजधानी बेजिङको आयोजित व्यापार प्रदर्शनीमा पहिलो पटक कोरोना भाइरस विरुद्धको खोप सार्वजनिक गरेको हो। प्रदर्शनीमा 2 वटा खोप राखिएको थियो। पहिलो खोपको नाम कोरोनावेक राखिएको छ। उक्त खोपलाई चीनको कम्पनी सिनोवेक बायोटेकले निर्माण तथा उत्पादन गरेको हो। प्रदर्शनीमा उक्त खोपलाई इन्जेक्सनका रूपमा देखाएको छ। कम्पनीका प्रवक्ता अनुसार खोप उत्पादनका लागि फ्याक्ट्री समेत तयार पारिसकेको छ। उक्त फ्याक्ट्रीमा प्रति वर्ष 30 करोड डोज
खोप उत्पादन गर्ने क्षमता रहेको कम्पनीको दाबी छ। 90% कर्मचारीलाई खोप सिनोभेक बायोटेक कम्पनीका प्रमुख कार्यकारी इनका अनुसार कम्पनीमा कार्यरत 90% कर्मचारी र उनीहरूका परिवारलाई कोरोना भाइरस विरुद्धको खोप दिइसकेको छ। आक्सिम आक्रिकम अन्तर उनीहरूलाई खोप लगाएको उनले बताए। पहिलो पटक गत जुलाईमा खोप दिएको थियो। यद्यपि अझै खोपमाथि विभिन्न परीक्षण जारी नै रहेको छ। दोस्रो खोप सिनोफार्मले सिनोभेक बायोटेक कम्पनी सँगै चीनकै अर्को फार्म कम्पनी सिनोफार्मले पनि प्रदर्शनीमा कोरोना विरुद्धको खोप सार्वजनिक गरेको छ। सिनोफार्मका अध्यक्षता अनुसार खोपको 2 डोजको मूल्य झन्डै 20,000 नेपाली रुपैयाँ भन्दा कम पर्नेछ। चीनले तयार पारेको दुवै खोप हाल मानवीय परीक्षणको तेस्रो चरणमा रहेका छन्। चिनिया सञ्चार माध्यमहरूले जनाए अनुसार दुवै खोप यसै वर्षको अन्तसम्म बजारमा आइसक्नेछ। सिनोभेक बायोटेकका प्रमुख कार्यकारी अधिकृतले खोपको विश्वव्यापीतामा कुनै शङ्का नरहेको बताए। उनले आफैले पनि यो खोप लगाएको बताउँदै खोपको साइड इफेक्ट पनि अन्त्य कम रहेको दाबी गरेका छन्। तर खोप लगाइसकेपछि थकाइ लाग्ने, हल्का ज्वरो आउने र केही दुखाइ महसुस हुने जस्ता हल्का लक्षण भने देखाएको उनले बताए। हस् त यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुनेछौँ। हेर्दै गर्नु टिभी टुडे। नमस्कार।